हेलो व्हाट्सअप गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। नि आज चाहिँ शनिबार कामहरू नै थियो, तर यहाँले का लाली गुराँस के रे यसको नाम, यो ठाउँको नाम भुल्के भुल्के मतलब यो के रे यसको नाम सवारी कोटबाट यतातिर बङ्गलाचुलीतिर, बङ्गलाचुली भन्ने त अझै पर हो अरे। तर हामी यहाँ के ठाउँ यो पुरुङ के भन्छ नि यिनीहरूले है, नाम थाहा छैन मलाई एक्ज्याक्ट है। तर यहाँ छौँ, तपाईँ भिडियोमा बनिरहनु होला, भिडियो राम्रो लागि लाइक हानिदिनु होला नि। म तपाईँहरूलाई यहाँको स्पेसल भ्यूहरू देखाउने छु, अरू कुरो त्यही हो नि है। किन न के गर्न आउने तारा के गर्न आउने मेरो है। एउटा यो हो, एउटा यो हो, एउटा यो हो, एउटा यो हो, एउटा हो पारीको त हो, एउटा खै के हो सबै यही हो। कुण्डो ताजा भ्यू हेर्न सक्नुहुन्छ फ्रम के गाउँ अरे यो गाउँको नाम के अरे मुल्के, यो मुल्के भन्ने गाउँ हेर्न सक्नुहुन्छ। मुल्के होइन र ए भुल्के हो, ए भुल्के हो रे, सरी है अघि नप्रनाउन्स मुल्के हो रे, मुल्के होइन त मुल्के र भुल्केमा एक दुमान लाग्यो मलाई खै के हो। हेर न भ्यू तिमीलाई के छ यो ठाउँको नाम, तिमीहरू आउने छैन हेर ठाउँ हेर। अनि परिस्थितिहरू बदलिने बस साथमा हिँड्न तिमी यहाँ भैँसीले लाग्दो रहेछ नि, यतातिर खोज्नु लाग्दो रहेछन्। यहाँ चाहिँ के को तो लाग्दो रहेछ कि के यो जुलुस हुन्छ नि, जुलुस के जुलुस लाग्दैछ। अब त्योमा पार्टी सिपेट हुनेवाला छु, एकछिन हेरेर होला है गाइस। अनि सवारी कोट भन्नेको त यहाँ मेरो क्यामेरा क्वालिटी यस्तै भएर ठिकै न होला सायद। यो अगाडिको त्यहाँ सवारी कोट पुरुङ हो होइन, पुरुङ भन्ने स्थानमा छ, डेन्जर लाग्ने रहेछ। पुरुङ सबै गुड छ, पुरुङ स्कुल नि हामी फाइनली गाइस पुरुङ स्कुल आइसक्यो होइन। तर यो ठाउँमा हावा चाहिँ धेरै लाग्छ। अन्त यता कताबाट आमा यता कताबाट कहाँ र त्यहाँ भयो तलको परको ओराकारले ठाउँ ठिकै रहेछ। आज मौसम त्यस्तै गरेर राम्रो चाहिँ आउने र, तर ठाउँ चाहिँ ठिकै हो है गाइस, तर हावा लाग्दो रहेछ हौ धेरै। यस्तो छ, डु यु नो द्याट पार्टी इज भेरी डेन्जरस। लाली गुराँस चाहिँ पाउडर रहेछ यतातिर, मस्त मस्त मतलब देख्यो फेमस हुने मान्छे गरेर तिमीहरू त। अनि काफल भन्ने पाउडर रहेछ, यहाँ छ काफल, ए हल्का हल्का पाकेको छ। गुराँस हामीले गुराँस 2-4 त क्या राम्रो छिने हामी। अनि त्यो पाल्नुपर्ने के ठाउँ त्यो चाहिँ थाहा भएन मलाई। पूजा उजा हो रे, यो पूजा होला सायद। अनि ठिक कहाँबाट सस्तोमा भन्छ होजमा पाउडर रहेछ यहाँ। अनि कुरो गाडी त्यही हो, आउनु त यो घर घेर जाने हो, घर कहाँ हो। एल्साको स्कुल होइन, सवारीको र सर पिछे बाह्र गएर त देखेर खानुहुन्न कि पैसा नि। हामी चाहिँ फाइनल्ली गाइस फाइनल्ली हामी कहाँ आयौँ भन्दा सवारीकोटको डाँडामा आयौँ। सवारीकोट कहाँ अरे भेउटाहरू क्या, भेउटा आयौँ नि। यहाँ मलाई आउने भनेको थिएँ गाइस। फाइनल्ली टुडे दिस माई ड्रिम इज कम्प्लिट, सो नाउ यु क्यान इन्जोय द भिडियो एन्ड वरपरको वातावरण। धेरै यस्तो
पनि सिधो पुडिहाल्यो है हेलो हेलो सीता कस्तो डुबिहाल्यो एउटा डोमेन यहाँ मान्छे हिँड्न नसकेर हैरान न अनि उफ सो गाइस अरू कुरा के हो नि सो गाइजहरू हामी फाइनल्ली यो के सवारी बोटको टावरसम्म चाहिँ के हो त धिमधिमेको यो फाइनली यो टावरमा आइसकेको छौँ सपना थियो स्कुलबाट देख्दाखेरि यहाँ जानुपर्छ भन्ने त थियो केटाहरूसँग जानु मन लाग्छ है अरूसँग यसो हल्का कुरा मिलेको थिएन कुरा मिलेको थिएन भने मैले कुरै गरेको थिएँ यसको बारेमा यहाँ जानु भन्ने कुरो चाहिँ ल्याटो बाइक जान्छ भन्ने कुरो चाहिँ थियो तर थाहा थिएन होइन अनि आज फाइनल्ली त्यो सपनालाई म पुरा गरेँ लेट्स सी होइन त्यहाँ कस्तो हुन त के नै होला र फरक त है यसो रमाइलोको लागि आइडिया कहिले के हो सो फाइनल्ली म त्यहाँ गएर देखाउँछु तपाईँलाई व्यवहार तर सिटी बसकै हाइट बनाएको रहेछ है हाइटमा क्या चलो यस्तरी नि हो क्या यस्तरी ट्याक ट्याक यसरी यस्तरी कहाँ नानीहरूको घर सो फाइनली गाइस हामी सिधी चल्छ धिमधिमेको के अरे यो धिमधिमेको टावर यीको लागि मलाई के रङ्ग लाग्यो होला बाबै त्यहाँबाट यहाँ आउने अनि रङ्ग त्यहाँबाट गरे भने ओहो कति राम्री भाइ छौ हजुर त्यस्तो कुरा न चर्ना त लग्ने पानी छ पानी हो लग्ने So guys, finally I am here and seeing some beautiful places हो एउटा यो हो दुईटा त्यहाँ छन् इन्डिया हाम कतिजना 5-6 जना हाम फाइनली गाइस we are hearing and seeing हर्नक बजार हर्नक बजार हैन हर्नक यता कता छ यता सिधा अगाडि छ सवारीको त यता अगाडि छ सवारीको ओहो कहाँ हजुरको घर चाहिँ भ्यू चोक लगभग राम्रै देखिरहेको रहेछ आयो यहाँसम्म आउनु पर्ने एउटा सोचेको थिएँ कुनै समय आउनुपर्छ भनेर अनि आज चाहिँ म त्यो पुरा भयो हेर्नुभयो तपाईँहरूले यहाँको भ्यू जीवनी पहाडको क्षेत्र हो पहाडको क्षेत्रलाई धेरै बसिया भन्न मिल्दैन होइन पहाडको क्षेत्र यस्तै अब सबै ठाउँतिरको यति नै हो अलि लालीगुराँस हेऱ्यो लालीगुराँस हेर्नकै लागि आइयो खास गरी यो ठाउँसम्म नि लालीगुराँस हेऱ्यो अनि लालीगुराँस हेरिसकेपछि अरू आन्सर अहिले अनि यो ठाउँ हेऱ्यो कि मामा अब हामी बिस्तारै फर्कन पर्ने हुन्छ किनकि हाम्रो डिस्टेन्स धेरै टाढा छ सो यतिखेरसम्म भिडियो हेरिदिनु भयो भिडियो राम्रो लाग्यो लाइक शेयर सब्सक्राइब सबै हालिदिनु होला फेरि नयाँ भिडियोका साथ म कुनै समय आउने नै छु 3 दिनसम्मका लागि नमस्कार बाई बाई हस्त धन्यवाद